नमस्कार। आजको यस विश्लेषणमा हामी नेपालको सरकारी शिक्षा प्रणालीमा आउन लागेको एउटा यस्तो नयाँ परिपाटीको चर्चा गर्दैछौँ जसले दशकौं पुरानो मूल्याङ्कन शैलीलाई पुरै उल्ट्याइदिनेछ। यो साँच्चै नै निकै रोचक छ, त्यसैले अन्त्यसम्म सुन्नुहोला है। एकछिन कल्पना गर्नुस् त, कक्षा 9मा पढ्ने एउटी 14 वर्षकी विद्यार्थीको विचारले उनको विद्यालयको राष्ट्रिय स्तरको र्याङ्किङमा 10% भूमिका खेल्छ। सुन्दाखेरि ठ्याक्कै कुनै अति विकसित युरोपीय देशको कथा जस्तो लाग्छ नि, हैन? तर यो कुनै कथा होइन, यो त नेपालकै सार्वजनिक शिक्षा प्रणालीमा आर्थिक वर्ष 2082बाट लागू हुन गइरहेको नयाँ यथार्थ हो। यो सुक्खा सरकारी दस्तावेज मात्र पक्कै होइन, यो त साँच्चीकै एउटा जवाफदेहिताको क्रान्ति हो। शैक्षिक गुणस्तर परीक्षण केन्द्र अर्थात् इआरओले ल्याएको यो नयाँ मार्गदर्शनलाई बुझ्न आज हामी यी विषयहरूमा केन्द्रित हुनेछौँ। मूल्याङ्कनको नयाँ युग, पुरानो निरीक्षण भर्सेस स्वमूल्याङ्कन, लगानी प्रक्रिया र उपलब्धि, झुटा दाबी र रुब्रिक्स, विद्यार्थीको हातमा शक्ति र अन्त्यमा सेवाको रूपमा शिक्षा। सुरु गरौँ हाम्रो पहिलो विषयबाट, मूल्याङ्कनको नयाँ युग। माथिबाट हुने हाकिमी शैलीको निरीक्षण अब कसरी फेरिँदैछ त? कुरा के हो भने 2082को नयाँ मार्गदर्शनले बाहिरबाट आएर गल्ती मात्रै खोज्ने पुरानो चलनलाई छ्याप्पै हटाउँदैछ। त्यसको सट्टा विद्यालय आफैले आफ्नो ऐना हेर्ने र निरन्तर सुधार गर्ने प्रणालीलाई अघि सारेको छ। शिक्षा क्षेत्रमा दशकौंदेखि प्रयोग हुँदै आएको नाप्ने तरिका निकै त्रुटिपूर्ण थियो। अब त्यो पुरानो धमिलो चित्रलाई मेटाएर एउटा एकदमै वैज्ञानिक विधि ल्याइएको छ। यो भनेको गल्ती औल्याउने भन्दा पनि आन्तरिक रूपमै जिम्मेवार बन्ने नयाँ दर्शन हो। अब जाउँ दोस्रो खण्डमा, पुरानो निरीक्षण र नयाँ स्वमूल्याङ्कन बीचको फरकलाई एउटा गजबको मेडिकल उदाहरणबाट बुझाउँ। यहाँनेर यो 6370 भन्ने नम्बरलाई अलिकति ध्यान दिएर हेरौँ है। यो सानोतिनो संख्या होइन। आर्थिक वर्ष 2073-74 देखि 2080-81 सम्म लगभग यति नै संख्यामा सामुदायिक माध्यमिक विद्यालयहरूको बाहिरबाट परीक्षण भयो। तर नतिजा के आयो त? बाहिरबाट गएको टोलीले दिएको रिपोर्ट विद्यालयले आफ्नै दराजमा थन्क्याएर राखे, किनकि त्यसमा विद्यालयको आफ्नो अपनत्व नै थिएन। माथिबाट लादिएको निरीक्षणले कहिले दिगो सुधार ल्याउँदैन भन्ने कुरा यसले छर्लङ्ग पारेको छ। यसलाई यसरी बुझौँ, पुरानो प्रणाली भनेको ठ्याक्कै अस्पतालको एक्सरे मेसिन जस्तै थियो। हाकिमहरू झोलामा फाइल बोकेर आउने, हाजिरी कापी पल्टाउने र ल यहाँनेर हड्डी भाँचेको रहेछ भनेर गल्ती औल्याएर जाने। तर नयाँ प्रणाली, यो त हामीले हातमा लगाउने स्मार्ट वाच जस्तो हो। बिरामी डाक्टर कहाँ जानुभन्दा अगाडि आफैले आफ्नो स्मार्ट वाचबाट मुटुको धड्कन रेकर्ड गरेर लगे जस्तै अब विद्यालयहरूले आफ्नो शैक्षिक गतिविधि इमिस अर्थात् अनलाइन प्रणालीमा निरन्तर ट्र्याक गर्नुपर्ने हुन्छ। अब तेस्रो खण्डमा प्रवेश गरौँ, कार्य सम्पादन मापन गर्ने 3वटा मुख्य आधार स्तम्भहरू। इरोको यो ढाँचाले मुख्यतया 3 कुरा हेर्छ: लगानी, प्रक्रिया र उपलब्धि। पहिलो हो लगानी अर्थात् इनपुट, जसमा भवन, शिक्षक र बजेट पर्छन्। अनि अन्तिममा छ उपलब्धि अर्थात् आउटपुट, जसमा विद्यार्थीको सिकाइ स्तर र नतिजा पर्छन्। तर यहाँनेर एउटा ठूलो विरोधाभास छ। शहरका ठूला भवन र टन्नै शिक्षित भएका स्कुलको नतिजा कहिलेकाहीँ एकदमै दयनीय हुन्छ, तर उता गाउँको कुनामा रहेको सामान्य स्रोत साधन भएको स्कुलले तहल्का मचाइरहेको हुन्छ। लगानी राम्रो हुँदैमा उपलब्धि राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। हो, यहीँनेर आउँछ बीचको पिल्लर अर्थात् प्रक्रियाको कुरा। यो नै त्यो जादुई कडी हो। स्रोत साधन हुनु एउटा कुरा हो, तर त्यसलाई कसरी परिचालन गरिन्छ भन्ने कुराले मात्र नतिजा निर्धारण गर्छ। मानौ विद्यालयले महँगो स्मार्ट बोर्ड त किन्यो, त्यो लगानी भयो, तर शिक्षकलाई चलाउन आउँदैन या बिग्रेला भन्ने डरले ताला लगाएर राखियो अनि क्लासमा त्यही पुरानै चकले पढाइयो भने के भयो त? त्यो एकदम कमजोर प्रक्रिया भयो। नतिजा स्वरूप उपलब्धि शून्य हुन्छ। त्यसैले सुशासन, पारदर्शिता र शिक्षण विधिको यो प्रक्रियाले नै वास्तविक सफलता तय गर्छ। चौथो खण्डतिर लागौँ। अब स्वमूल्याङ्कन भन्दैमा जे पनि दाबी गर्न पाइन्छ त यसलाई कसरी इमानदार बनाइन्छ? यहाँनेर पक्कै पनि एउटा गम्भीर प्रश्न उठ्छ। व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले चिया पसलमा गफिँदै हाम्रो विद्यालय त उत्कृष्ट छ भन्दै सिस्टममा सबै बक्समा टिक मात्र लगाएर पठाइदिए भने के हुन्छ? यो त स्मार्ट वाच लगाएर दिनभरि जङ्क फुड खाएर पनि म त एकदम फिट छु भनेर सिस्टमलाई ढाँटे जस्तै भएन र? स्थानीय राजनीति र व्यक्तिगत स्वार्थले मूल्याङ्कनलाई असर गर्न सक्छ भन्ने यो आशंका एकदमै स्वाभाविक छ।
तर चिन्ता नगर्नुस्, नयाँ मार्गदर्शनले यो छिद्र राम्रैसँग टालेको छ। यहाँ चेक एन्ड ब्यालेन्सको गजबको व्यवस्था छ। हावाको भरमा हामी उत्कृष्ट छौं भन्नै पाइँदैन। इमिसमा दाबी गरेपछि त्यसको पक्का प्रमाण अपलोड गर्नै पर्छ। नियमित बैठक बस्छ भन्नलाई माइनोटको स्क्यान कपी नै राख्नु पर्यो। बालमैत्री कक्षा हो भने फोटो नै देखाउनु पर्यो। अनि त्यतिले मात्र पुग्दैन, अन्त्यमा इआरओका विज्ञहरूले नमुना छानेर प्रत्यक्ष क्रस चेक पनि गर्छन्। कागजी प्रमाणले मात्र पुग्दैन, व्यवहारमै देखिनुपर्छ। यो बाह्य परीक्षणलाई पूर्ण रूपमा निष्पक्ष बनाउने सबैभन्दा शक्तिशाली हतियार हो रुब्रिक्स। अब बाहिरबाट आउने परीक्षकले आफ्नो मुडको भरमा वा मन परेन भनेर नम्बर काट्न पाउँदैनन्। रुब्रिक्समा एकदमै कडा र प्रष्ट मापदण्डहरू हुन्छन्, जस्तै के शिक्षकले स्थानीय सामग्री प्रयोग गरे हो वा होइन, के पछाडि बस्ने विद्यार्थीलाई बहसमा सहभागी गराइयो। यस्ता निर्दिष्ट कुराहरूमा टिक लगाउँदै गएपछि गणितीय रूपमा अङ्क आफै निस्किन्छ। मान्छेको पूर्वाग्रह अर्थात् बायोसनेसको यहाँ कुनै ठाउँ नै छैन। अब पाँचौं खण्ड, यो पूरा डकुमेन्टको सबैभन्दा क्रान्तिकारी र लोकतान्त्रिक पाटो, विद्यार्थीको हातमा आउने शक्ति। यो साँच्चै नै अभूतपूर्व छ। हेर्नुस् त, बाह्य परीक्षण हुँदा सरकारवालाको सन्तुष्टिलाई सिधै अङ्कभार दिएको छ। स्कुलको मूल्याङ्कनमा विद्यार्थीको मतको भार 10% छ, अभिभावकको 5% र स्थानीय तहको 2%। कक्षामा पढेर बस्ने विद्यार्थीले सिधै फारम भरेर दिएको नम्बरले स्कुलकै राष्ट्रिय र्याङ्किङ तलमाथि पर्न सक्छ। पहिले शिक्षक, दाता र विद्यार्थी भनेका चुपचाप सुन्ने प्रापक मात्र हुन् भन्ने जुन सोच थियो नि, त्यसलाई यसले जरैदेखि भत्काइदिएको छ। र अन्त्यमा हाम्रो 6औं तथा अन्तिम खण्ड, सेवाको रूपमा शिक्षा। यसले समग्र सोचलाई नै कसरी बदल्दैछ त? यहाँनिर लुकेको मेसेज एकदमै पावरफुल छ। अब विद्यार्थी र अभिभावक भनेका केवल निष्क्रिय प्रापक रहेनन्, उनीहरू त शैक्षिक सेवाका सक्रिय सेवाग्राही अर्थात् कन्ज्युमर बनेका छन्। यदि सरले राम्ररी पढाउनु भएन, विभेद भयो या भनौँ टोयलेट सफा भएन भने विद्यार्थीले त्यो कुरा सिधै फर्ममा लेख्न पाउँछन्, जसले स्कुलको ग्रेडिङ स्वाट्टै घटाइदिन्छ। साथै स्थानीय सरकारले पनि यही मापदण्डमा टेकेर आफ्ना स्कुलहरूको परीक्षण आफै गर्न सक्छन्। यसले सुशासनलाई साँच्चै नै बढावा दिन्छ। अब जाँदा जाँदै यो एउटा रमाइलो तर गम्भीर प्रश्नमा सोचौं त, जब एउटा स्कुलको ग्रेडिङ नै विद्यार्थीको हातमा हुन्छ, के अब हाम्रा सरकारी स्कुलहरूले पनि कर्पोरेट अफिसहरूमा जस्तै विद्यार्थीको गुनासो सुन्न छुट्टै कस्टमर सर्भिस डेस्क नै राख्नुपर्ने दिन आउला त? पक्कै पनि अब विद्यालयहरूले विद्यार्थीलाई अनुशासित राख्नुपर्ने समूह मात्र नमानेर खुशी पार्नुपर्ने मुख्य सेवाग्राहीको रूपमा हेर्न बाध्य हुनेछन्। डर र त्रासको पुरानो इन्स्पेक्सनबाट तथ्यमा आधारित यो नयाँ यात्रा पक्कै पनि निकै रोमाञ्चक हुनेछ। आजको यस विश्लेषणमा हामीसँगै जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।